हेलो गाइज, आज हामीले चाहिँ आमाको मुख हेर्ने दिन हामीले यसरी सबै भाइ बहिनीहरू होइन अब भेट जम्मा भएर अनि हामीले यसरी आमाको मुख हेर्ने दिनमा सबै जम्मा भयो विदाउट माई बिग ब्रदर होइन। ठुलो भाइ चाहिँ छैन तर ठुली बुहारी अनि भदैनी, सानो भाइ, सानो बुहारी अनि भदैनी अनि ठुलो भाइको छोरी आनिस्मा अनि मेरो छोरी माल दिदीको छोरा अनि ठुल दिदीको चाहिँ अब दुईवटा छोरा नभए पनि गिफ्ट पाएको छौँ हामीले। अनि यसरी क्षितिज भन्ने मान्छेले ढो गरे हामीलाई है। अनि हामी एकदमै धेरै खुसी भएको मम्मीहरू अनि मम्मी मेरो मम्मी अनि सबैलाई ढो गऱ्यो। अनि बिस्तारै अब मेरो छोरीको टर्न आयो होइन। अब केही नदिए पनि टिका चाहिँ लगाइदिन्छ है, फेरि खतरा भइरहेछ। अनि टिका सिका लगाएर सबैलाई उसले पनि ढो गऱ्यो। त्यो दिन चाहिँ आमाको मुख हेर्ने दिन भनेपछि आमा भनेको भगवान हो सबैजनाको। अनि फेरि अब मेनकाको टर्न आयो होइन। मेनकाले पनि अब सबैलाई अब अगाडि पछाडि भएछ ल, ठिकै छ यसको लागि भए पनि होइन। जेठोदेखि नै टर्न थियो, अब ठिकै छ। अनि हामी यसरी अब हामी 3 बहिनी हो नि त, त्यही भएर 3 बहिनी बसेर फेरि अब पहिला मेरो मम्मीलाई गरायौँ अनि हाम्रो टर्न आयो अनि यसरी टर्न गरियो होइन। अनि अब हाम्रो पालो आएपछि हामीलाई बनाउनु पर्यो केटीकेटीले। अनि अब फेरि बुहारीहरूको पालो आयो अनि बुहारीहरूलाई पनि आफ्नो 2टा छोरीहरूले टक्क फेरि लगाए अनि यसरी लजायो आनिस्मा अनि स्पीले पनि लगाइदियो टिकी होइन। आनिस्मा र स्पी हो यिनीहरूको नाम चाहिँ, यिनीहरू 2 बहिनीको नाम। अनि सानो छ नि त ऊ, अनि हँसाउँछ उसले टिका लाउनु नजानेर। अनि यिनीहरू पनि यसरी लगायो। लगाएपछि अनि के भयो त भन्दाखेरि सबैजनाले हेर्नु होला ल गाइज। अनि हामीले गिफ्ट दिएको चाहिँ देखाएको छैनौँ, किन भन्दाखेरि इट्स सेक्रेट होइन। ठुलो गिफ्ट थिएन नि त, सो इट्स के भन्ने अब त्यसलाई नदेखाऊँ भनेर सेक्रेट राखिदिएको। अनि त्यही हो होइन सबैजनाले। तर यो सबैजनाले मनाउनु भयो होला आशा छ होइन सबैजनाले। अनि हामीले केक चाहिँ ठुलै खाएको है यो केक चाहिँ ल। यसरी ठुलो केक चाहिँ नखाऊँ ल गाइज, धेरै खायो भने के हुन्छ, पेट दुख्छ है। त्यही भएर पेट चाहिँ नदुखाऊँ होला गाइजहरू है। पेट चाहिँ दुखाउनु भएन है, पेट चाहिँ नदुखाउँ यसरी धेरै खाएर है, डायरिया होला फेरि। पेट चाहिँ कम दुखाऊँ ल। अनि यसरी टर्न बाइट सबैले मम्मीलाई टिका लगाइदिए होइन हाम्रो मम्मीलाई। अनि मम्मी भनेको लक्की 1 हो क्या हाम्रो मम्मी भनेको चाहिँ, सी इज अ लक्की चार्म। अनि मम्मी त फेरि लास्ट फुर्तिलो अनि हँसिलो हाम्रो मम्मी त ओहो कुरा नगरौँ। ढो गर्न बिर्सेर पछि गर्छिन् फेरि हाम्रो गौरीले, मरी हाँस्छिन् अहिले है। अहिले अब ढो गर्न बिर्सिहालिन् अनि फेरि हाँस्छिन् मरी। अनि अब सानो भाइको टर्न आयो अनि यसरी सबैजनाले मम्मीलाई टिका सिका लगायो। मेरो टिका लगाएको चाहिँ कहाँ गएछ हौ ल, कहाँ ऊ छोरीले चाहिँ मलाई खानेकुरा भन्दैछ। अनि हाम्रो यस्तो खतरा भयो ल, अलमोस्ट दामी होइन, दामी सोचौँ न सबैको मम्मीहरूलाई। यो अब माता तीर्थ औँसीको चाहिँ सबैजनालाई चाहिँ शुभकामना होइन। अनि सबैको मम्मीहरू सधैँभरि खुसी हुनुहोस् अनि मम्मीहरूलाई चाहिँ कहिले दुःख नपरोस् भन्दै हामी चाहिँ यसरी फेरि मम्मीकै टर्नमा फर्क्यौँ है। अनि अब मम्मीको न्यु अरूलाई घिउ भन्ने जस्तै होइन, खत्रै भयो। हामीले सानो मनाएको थियौँ बट इट्स अ भेरी इन्जोयबल एन्ड नाइस। अनि हामी यसरी भ्याएपछि यसरी हाम्रो डान्स प्रोग्राम भयो ल गाइजहरू होइन। एकदम दामी रमाइलो, सब डान्स हेर्न खतरा छ फेरि। आमा छोडिदिउँ होला, लास्ट रमाइलो भयो विदाउट माई हस्बेन्ड होइन। मेरो बुढा चाहिँ आउनु भएको थिएन त्यो दिन, हामी कुर्दा हैरान भएको थियौँ क्या। बुढा चाहिँ बिचरा छुट्टी नपाएर बसेको थियो होइन। तर भिडियो चाहिँ देखाइदिएको थियौँ हामीले चट्ट होइन। बुढाले नै पुरा इन्जोयमेन्ट लिइरहेको थियो उताबाट भए पनि। गाह्रो छ छोरीले नाच्न नदिएको अवस्था, गाह्रो छ है। छोराछोरी भएपछि नाच्न दिन्न है फेरि, यो पनि गाह्रोको विषय हो ल।
ल हाम्रो नाच चाहिँ खतरा छ है अलमोस्ट। ल हाम्रो ठुलो भेना र ठुलो दिदीको नाच जमिरहेछ, यहाँ माल दिदी र माइला भेनाको नाच जमिरहेछ। तर आइ एम सिङ्गल ल गाइज, विदाउट बुढा के। अहिले बुढा चाहिँ छैनन्, आई एम नट सिङ्गल, बट माई बुढा इज इन पल्टन ल गाइज। अरू सब पल्टनबाट रिटायर आएका हुन्, मेरो बुढा चाहिँ अझैसम्म बहाल भन्नु नमिल्ने नभनौँ होला गाइज। तर आफ्नै उतैतिर आफ्नै घरतिर ल गाइजहरू, यसरी मिलाएर बुझौँ न। नाचो कति राम्रो, नाचो कति राम्रो, ढिङ टकिन टक टकिन ढिङ टङ टकिन ढिङ। वाह ल खत्रै भइरहेछ हो नाच त यहाँ। के हो यस्तो, आम्मामामा ल ल खतरा नाच। हामी पनि के कम भनेर मैले पनि नाचिदिएँ ल, ठुम्का मारी मारी। मेरो ठुम्का दिएँ भने फेरि मान्छे पागल हुन्छ। ल मेरो बौला पाराको नाच हेरेर फेरि इन्जोय चाहिँ लिनुहोस् ल होइन। सब बौला पारामा नाच्थेँ, म पनि के कम भनेर म पनि बौला भन्दा कम नभएर नाचिदिएँ। अरू हेरेको हेरे भए गाइज, म चाहिँ नाच्न छोडेन है फेरि, म जति जे होस् होस् भनेर। ल यसरी हाम्रो नाचिरह्यौँ हामी कति टाइमसँग अलमोस्ट। ल हाम्रो नाच हेरेर सबैजनाले इन्जोय लिनु होला है गाइजहरू। ल यतिको रमाइलो चाहिँ काहीँ हुनु होला। हाम्रो चाहिँ अरू साथी नै चाहिँदैन होइन नानी, चाहिन्छ त। आफ्नो फ्यामिली भएपछि नि पुग्छ फेरि, त्यस्तो रमाइलो छ होइन हाम्रो ग्याङ 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 है। ग्याङ इज अलवेज रक होइन, हाम्रो ग्याङ हो यो चाहिँ नाचोको ग्याङ। हेर्न ढोकामा बसेर बाउले हेरिरहेको छ, सोल्टिनी हुनुहुन्छ फेरि उतातिर ढोकातिर बस्ने, अनि क्षितिज गुरुङ होइन, अनि अरू के भन्छन् अर्को हो धेरै छन्। तर यो चाहिँ 11-12 बजिसकेको थियो नि त, त्यही भएर मान्छेहरू धेरै छैन। पहिला चाहिँ धेरै थियो होइन। अब सोल्टीको नि टर्न आयो, सोल्टिनालाई नि किन उभ्याउने भनेर हामीले फेरि नचाहिहाल्यौँ सोल्टिनालाई पनि। अब बुहारी जेठी बुहारीलाई किन नचाउने त भनेर हामीले फेरि तिनलाई पनि तान्यौँ। ऊ चाहिँ नट डान्सर होइन, सी इज नट गुड डान्सर, सी इज ओन्ली ट्राई क्या। उसले चाहिँ ट्राई चाहिँ गर्छ, अहिले गरेको फर्स्ट टाइम। ल तिमीलाई किन बाँकी छोड्ने भनेर हामीले फेरि तानिहाल्यौँ। ल सबको पालो आयो, यसरी हामी नाच्दिउँ कि अब मान्छेहरू फेरि हेरेको हेरे, मान्छे हेरेको हेरे, न त हेरेको हेरे म त हेरेको हेरे। हाम्रो डान्स देखेर मान्छेहरू फिदा, अरू चाहिँ सबैजना हेरेको हेरे, म चाहिँ फिदा भएको। ल मेरो डान्स फेरि अरूको भन्दा बेग्लै, अरू चाहिँ सब कुर्ता सुरुवालमा, म चाहिँ लागेको के भन्छ त्यसलाई होइन, लागेको सिल्ली पारामा जे छ घरमा त्यही लगाइदिएर मैले होइन। म फेरि त्यस्तो फेसिनेटिक छैन क्या गाइजहरू, म त लास्ट चिल मान्छे हो। फेरि मलाई यस्तो राम्रो पनि चाहिँदैन लाउन खान होइन, जे छ त्यहीमा चलिदिन्छु कि म त फेरि। अनि आफूलाई कम्फर्टेबल जे लाग्यो त्यही लगाइदिन्छु मैले चाहिँ। अरू चाहिँ राम्री भएर गएको रहेछन्, मलाई के थाहा। अनि म पनि ढिलो गएको थिएँ नि त, म फेरि यसो छुट्टी भएपछि गएको, अरू सब राम्रो भएर गएको रहेछन्, मलाई के थाहा। अनि मैले पनि ल न त म पनि के कम यस्तै भयो भने भनेर म पनि सुरु गरिदिएँ डान्स होइन। डान्स सुरु गरेपछि त कहाँ रोक्ने कुरा हुन्छ र, फेरि ननस्टपवाला हो फेरि म पनि होइन। ननस्टप भएपछि अनि रात धेरै छिपिसकेको थियो, त्यस्तै 11-12 बज्न आँटेको थियो। अब निन्द्रा पनि लाग्यो सबैजनालाई होइन। अनि अब सबैजना निन्द्रा लागेपछि त अब सुत्नु पनि पर्यो होइन। अनि सुत्ने हामीले निदो गर्न आँट्यो थियौँ, फेरि नाच चाहिँ किन जम्किहाल्छ नि फेरि होइन। त्यही भएर एट लास्ट सबैजनालाई गुड नाइट, अनि ह्याभ अ नाइस नाइट एन्ड ह्याप्पी माता तीर्थौसीको सबैजना सबै आमाहरूलाई धेरै शुभकामना। अनि सबैजना सधैँ ह्याप्पी रहनुहोस्, आमाहरूलाई सबैले खुसी राखौँ भन्दै धन्यवाद। ह्याप्पी मदर डे अगेन, बाई बाई।